Hi guys, quick note. आजसम्म 83% चाहिँ अनसब्सक्राइब्ड पिपलहरूले मेरो भिडियो हेरिरहनु भएको छ, मेरो पडकास्ट हेरिरहनु भएको छ. सो प्लिज 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 सब्सक्राइब टु माई च्यानल एन्ड इन्जोय all of my podcasts and future podcasts. So it will help me make my channel grow. My team will appreciate that. I will appreciate that. अनि मलाई नि खुसी हुनेछ. प्लिज 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 सब्सक्राइब टु माई च्यानल प्लिज है. थ्याङ्क यू. कहिलेदेखि चाहिँ तिमीलाई फिल भयो कि ओके आई स्टार्ट गेनिङ वेट भन्ने चाहिँ कहिलेदेखि फिल भयो? सो यो भनेको कोभिड-19 आफ्टर कोभिड-19 लिटरली त्योभन्दा बिफोर म कलेज लाइफमा थिएँ. कलेजमा आरओटिसी वर्कआउटहरू राम्रो हुन्थ्यो. म बिहान 5 बजी उठेर कलेजमा जान्थेँ. हाम्रो टिमहरूसित वर्कआउट मजाले हुन्थ्यो होइन. आरओटिसीमा हुँदाखेरि त्यो प्रोग्राम थियो. बिहान बिहान वर्कआउटहरू राम्रो हुन्थ्यो. जब कोभिड-19 आइदियो नि एभ्रिथिङ वान भर्चुअल. त्यो भएपछि मेरो वेट पनि स्टार्ट गेन भयो. ओके, लेट्स टक अबाउट योर फिलिङ्स. होइन, तिमीलाई ओभर वेट भएकोमा कसैले बुल्ली गरेको छ? हेलो हेलो हेलो, वेलकम ब्याक टु फ्युजन फन. माई नेम इज गगन. अनि आज हामी गफ गर्न गइरहेछौँ ओभर वेटको बारेमा. धेरै 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 मेन एन्ड वुमेन्सहरू ओभर वेटको कारणले गर्दा आफ्नो सेल्फ स्टिम कन्फिडेन्सहरू घटेको हुन्छ. अनि मसँग आज हुनुहुन्छ विष्णु पोखरेल, जो चाहिँ ओभर वेट हुनुहुन्छ. अनि उहाँ चाहिँ आफ्नो वेटलाई कसरी मेन्टेन गर्ने भन्ने कुरामा धेरै अगाडिदेखि नै कन्सर्न हुनुहुन्छ. मसँग पनि कतिचोटि गफ गर्नुभएको थियो. सो आई जस्ट वान वेलकम विष्णु पोखरेल इन माई स्टुडियो. वेलकम टु माई स्टुडियो विष्णु. थ्याङ्क यू गगन दाई, धेरै धेरै धन्यवाद त्यहाँ बोलाइदिनु भएकोमा. अनि धेरै ह्याप्पी छु क्या आज यसको बारेमा प्रचार गर्न पाउँदाखेरि. कोटी कोटी धन्यवाद हजुरलाई. I mean, if you don't mind me asking, how much do you weight right now? अहिलेको भनेको मेरो मैले यहाँ हेर्नै पर्छ एकैछिनलाई मैले Okay, जोखेको okay, छु. yeah, go ahead. मैले चाहिँ वेट जोख्ने मेसिन ल्याएको छ जुनमा चाहिँ फोनको एपमै देखाउँछ. एक्चुअली Okay. भनेको 304 LB. 304 LB. हजुर, त्यो भनेको राम्रै वेट हो नि त. एक्चुअली नट ब्याड भन्छु म चाहिँ. How much is your height? मेरो हाइट अहिले म 6 इभन छु. 6 इभन foot. इभन. I mean, 604 LB with Not 6, 304. 304 LB with 6 foot. Do you think that is a good weight? No. This is way over based on my age with my height. How much is your, I mean, what is your age? I'm 25. 25, 6 foot and 304 LB. Yep. How do you feel? I mean, मोटापाले त गाह्रै गर्छ. प्लेनमा फ्लाइ गर्दा सबभन्दा गाह्रो चिज ननाटी भन्छु. धेरै मान्छेले भोगेको छ. प्लेनको के भन्दा प्लेनको वेट बढ्छ, तिमीलाई चाहिँ डबल चार्जेस लाग्छ. चार्जेस छैन, त्यहाँको बाथरुम इमेजिन. साँच्चै भनेको के को बाथरुम? मेरो वेट भएको मान्छे अलिक डोमेस्टिक प्लेनमा जानु नि, भित्र घुम्दाखेरि पनि यतै ठोकिन्छ उतै ठोकिन्छ है. त्यो चाहिँ बिग एउटा प्रब्लम. आई स्वेयर साँच्चै ट्राभल. So you don't worry about your health, but प्लेनमा ट्राभल गर्दा यता ठोकिन्छ उता ठोकिन्छ. त्यो चाहिँ बाथरुम जाँदा धेरै गाह्रो हुन्छ साँच्चै हो. मैले लामो फ्लाइट पनि इन्टरनेसनल लिएँ होइन. त्यहाँ रियलाइज भयो कि शिट, मैले त वेट घटाउनै पर्ने रहेछ क्या. किनकि यदि म कुनै देश घुम्न जानु पर्यो भ्याकेसनमा भने त मलाई ट्रबल हुने रहेछ होइन. राइट. अनि फर इक्जाम्पल नेपालमा कति ठाउँमा यहाँको बस्ने बोल जस्तो टोइलेट छैन, टुक्रुक्क बस्नुपर्ने टेकेर. या टुक्रुक्क बसेर स्क्वाड गरेर जुन चाहिँ धेरै नै हार्ड हुन्छ. किनकि अब गाउँहरूमा भनेको कति रिलेटिभ्सकोमा त्यस्तो क्या ओल्ड टाइपको टोइलेटहरू हुन्छ है. त्यहाँ गएर अब बस्न मन लाग्छ, स्क्वाड गरेर बस्न सकिँदैन होइन. त्यहाँ तपाईँ कति ठाउँमा अब
रुरल कन्ट्रीमा बसमा ट्राभल गर्नुहुन्छ गुवाइरहेको छ टोइलेट जाँदा गुनी आउँदैन किन गुवाउँदैन अरे टोइलेट आफूलाई बसेर गर्ने बानी छ उहाँ चाहिँ स्क्वाड गर्ने भएपछि है हो त्यस्तो चिज छ क्या धेरै बेनिफिटहरू छैन क्या मोटाउँदाखेरि that was funny होइन तर like I was thinking about more about your health हेल्थमा धेरै हुन्छ अब जस्तै राति सुत्न गाह्रो हुने हुन्छ कतिलाई तर मलाई त्यस्तो फिल चाहिँ भएको छैन सास फेर्न गाह्रै हुन्छ मलाई कहिले काहीँ त्यस्तो हुन्छ कतिखेर चाहिँ त्यस्तो हुन्छ सुतेपछि त हो तर अब भन्नाले लाइक अब कस्तो फिल हुन्छ बडीमा चाहिँ ओके त्यो हार्ट कस्तो हुन्छ तपाईँ जब सुत्नुहुन्छ नि माथिमा कार्डियोभ्यास्कुलर अलिकति केले थिचे जस्तो हुन्छ क्या लाइक त्यस्तो हुँदाखेरि के हुन्छ भन्दा आफ्नो माथिको बडी फ्याटले चाहिँ जुन तपाईँले अक्सिजन फ्लो गर्छ नि त्यसलाई थिचिदिन्छ क्या त्यसो गरेपछि सास फेर्न गाह्रो हुन्छ र अनि कति मान्छेले ऐठन भयो भन्छ नि त्यही रहेछ क्या कारण अनि प्लस ओभरवेट त्यही कारणले चाहिँ ऐठन भएको ऐठन अनि प्लस स्नोरिङ प्रब्लम स्नोरिङ ओ या हो त्यो बिगेस्ट वान बाघ आए जस्तै हुन्छ गाउँमा सुत्दाखेरि अनि घुवार हो साँच्चै अब कसैको घरमा गएर तपाईँ सुत्नु भएको छ थाहा छैन उसले स्नोर गर्छ भनेर तर मान्छे मोटो छ सुतेको छ घुवार बाघ आयो है भन्ने हुन्छ तर यहाँ धेरै के नराम्रो चिजहरू छ क्या ओभरवेटमा अब स्पेसली भनेको यस्तो आर्मपिट हुँदी ऱ्यासेस निक्लिने के भन्छ त्यसलाई या त्यसलाई स्ट्रेच मार्क भन्छ यस त्यो निस्किदिन्छ है त्यो निस्केपछि भनेको त्यसलाई पनि क्युर गर्नु पर्यो सँगसँगै आफ्नो वेटको पनि क्युर गर्नु पर्यो क्या किनकि तपाईँले त्यसलाई त्यो स्किनमा निक्लेकोलाई क्युर गर्नु भन्यो भने यु नेभर नो फ्युचरमा धेरै हुन्छ अनि डर पनि हुन्छ कि बा ठुलो घाउ हुन्छ कि फ्युचरमा गएर त्यसको पनि चिन्ता हुन्छ क्या साँच्चै हो घाउ त हुँदैन होला तर you'll have lot of marks on your body. बसेको हुन्छ So okay, let's talk about your past, हैन कहिलेदेखि चाहिँ तिमीलाई फिल भयो कि ओके आई स्टार्टेड गेनिङ वेट भन्ने चाहिँ कहिलेदेखि फिल भयो सो यो भनेको कोभिड-19 आफ्टर कोभिड-19 लिटरली त्योभन्दा बिफोर म कलेज लाइफमा थिएँ कलेजमा आरओटिसी वर्कआउटहरू राम्रो हुन्थ्यो म बिहान 5 बजी उठेर कलेजमा जान्थेँ हाम्रो टिमहरूसित वर्कआउट मजाले हुन्थ्यो होइन आरओटिसीमा हुँदाखेरि त्यो प्रोग्राम थियो बिहान बिहान वर्कआउटहरू राम्रो हुन्थ्यो जब कोभिड-19 आइदियो नि एभ्रिथिङ वान भर्चुअल त्यो भएपछि मेरो वेट पनि स्टार्ट गेन भयो ओके सो मैले तिमीलाई बिचमा काटेँ होइन ओके त्यस पछाडि यु स्टार्ट गेनिङ वेट होइन तर वाट डु यु थिङ्क वाट मेक्स यु हुन्छ नि स्टार्ट गेनिङ वेट जब त्यो वर्कआउट बन्द भइदियो नि वर्कआउट बन्द भइदियो कोभिड-19 मा जिमहरू बन्द भइदियो त्यो कारणले वेट पनि बढ्यो होइन त्यति मात्रै होइन म कुरोघरमा काम गर्दथेँ घर किने सरेपछि मैले के गरेँ भन्दा ब्याङ्कमा काम सुरु गरेँ कुरोघरमा भनेको म फिजिकल काम गर्थेँ ट्रक अनलोडिङ गर्थेँ त्यसमा धेरै फिजिकल काम वर्कआउट गरे जस्तै हुन्थ्यो धेरै इना हुन्थ्यो मैले ब्याङ्कमा जब स्टार्ट गरेँ वर्क फ्रम होम तपाईँको के गर्छ भन्दा ठ्याक्क 4 घन्टा काम गरौँ आधी घन्टा लन्च खायो आयो किबोर्डमै बस्छु मैले हिँड्ने ओर्ने काहीँ पाइनँ त्यो खाएको चिजहरू सबै ज्यानमा गइदियो अनि त्यो भएपछि मैले धेरै वेट गेन गरेँ कुरोघरमा हुँदा भनेको लन्च खाइन्थ्यो गइन्थ्यो फिजिकल काम त्यसो गर्दा फुर्ती बर्न भइदिन्थ्यो भने बसेर काम गर्दा भनेको फुर्ती भइदिइरहने त्यस्तो कारणले पनि मेरो वेट गेन भयो त्यो चाहिँ मैले कहिले रियलाइज गरेँ भन्दाखेरि मैले नोभेम्बर 2020 मा ब्याङ्किङ सुरु गरेँ र मैले 2021 को मेदेखि नोटिस गर्न थालेँ कि गेनिङ वेट होइन रहेछ ओभर गेनिङ वेट भयो भनेर रियलाइज भयो कि मलाई सो त्यतिखेर चाहिँ तिमीले फुड कस्तो खान्थ्यौ त्यतिखेर भनेको मेरो खुवाई ब्रेकफास्टमा भनेको म युजली एगहरू सस्तो थियो होइन म अन्डा बोइल गर्थेँ अनि अन्डा र अनि एउटा के ल्याउँथेँ एकदमै राम्रो फुड हो ब्रेड ल्याउँथेँ टोस्ट बनाएर खान्थेँ अनि त्यहाँबाट ब्रेक हुन्थ्यो ब्रेकमा म 1 ग्लास चिया खान्थेँ किनकि जुन कलको स्ट्रेसले गर्दा चिया चाहिन्थ्यो अनि लन्चमा म भनेको खाना खान्थेँ सुगर टी मिल्क टी सुगर टी म सुगर टी मिल्क टी हो नेपालीले खान्छ चिया अनि लन्चमा भनेको खाना खाइन्थ्यो भात
भोक लागिरहेको हुन्थ्यो किनकि मेरो फोन नबोल्ने काम थियो बोल्दा बोल्दा है अनि खानामा भनेको मेरो मलाई ब्राउन राइस त्यति मन पर्दैन वाइट राइस लङ एन्ड मनपर्छ यहाँ मलाई पनि त्यही मनपर्छ हो यो अनि त्यहाँबाट आलुको सब्जी दाल अनि मेरो अल टाइम फेभरेट सिमे साग र टर्निप लिफको सब्जी खान्थेँ म अनि ठ्याक्क काम त्यो खाएर गएर बसेपछि भनेको काम गरौँ छुट्टी भएपछि अनि फेरि डिनर खाएको 1-2 घन्टामा सुतो होइन त्यही थियो मेरो डेली स्केड्युल वर्क फ्रम आई थिङ्क खाइसक्दा सुत्नु चाहिँ आफूलाई वेट पुट गर्नु पनि भन्छ क्या किनकि मेरो 6 बजी छुट्टी हुन्थ्यो 7-8 बजी खान्थेँ 10 बजी सुत्थेँ ओके सो यो कुरो कहिलेको थियो यो कुरो भनेको 2020-21 को कुरो सो 2020 5 years back 5 years back yep सो यु रियलाइज त्यतिखेरै कि लाइक यु स्टार्टेड गेनिङ वेट होइन अनि त्यस पछाडि चाहिँ कसरी वर्कआउट गर्दै गऱ्यौ आजसम्म के वर्कआउट गऱ्यौ भन्नाले लाइक वर्कआउट भन्नाले नट अ फिजिकल वर्कआउट बट तिमीले कसरी प्लान गऱ्यौ कि आफ्नो वेटलाई मेन्टेन गर्नलाई मैले के गरेँ भन्दाखेरि पार्ट टाइम काम सुरु गरेँ कुरो घरमै किनकि हप्तामा 16 घन्टा पनि फिजिकल काम भयो भने केही हुन्थ्यो कि भन्ने आशाले चाहिँ मैले झिनो आशा थियो गरेँ तर इट्स अलरेडी टु लेट क्या बढ्ने वेट त बढिसकेको थियो नि त त्यहाँबाट भनेको अनि पार्ट टाइमले पनि के नै हुन्थ्यो र 16 घन्टा हिँडाइमा पनि तर बिचमा अब तिमीले इन्स्टेड अफ डुइङ पार्ट टाइम जब एट द क्रोगर तिमीले जिम किन जोइन गरेनौ त्यतिखेर पनि आई थिङ्क जिम त ओपन हुन थालेको भनेको कति जुन जुलाईदेखि होइन र यो कोभिड पछाडि आई एम नट स्योर ओके ओके जिम बन्द थियो भने पनि तिमीले फुडमा कट डाउन किन गरेनौ द्याट्स रियली गुड क्वेसन किनकि मलाई पनि त्यस्तो रियलाइज भएन क्या कि मैले फुडमा कट डाउन नै गर्नुपर्छ भन्ने अनि प्लस हार्ड कुरो पनि हो नि त फुडमा दाइ कम्ती खायो भने मलाई रिङ्गटा लाग्छ क्या पेटभरि खानु पाउनु पर्यो होइन साँच्चै मोटो मान्छेलाई है उसले खाना म लिमिट गर्छु कम्ती खायो भने उसलाई साँच्चै रिङ्गटा लाग्छ त्यो मैले भोगेको छु म के गर्थेँ भन्दा खाना कम्ती खान्थेँ तर फलफुल चाहिँ खाइरहन्थेँ म क्यानोलोपहरू भयो वाटरमेलनहरू म कन्टिन्यू खाइरहन्थेँ म्याङ्गोहरू त्यसमा पनि पानीहरू खाइरहन्थेँ तर मलाई के थाहा त है अब त्यसबाट पनि धेरै वेट गेन हुँदो रहेछ भनेर सुगर त लास्टमा गएर सो तिमी ड्रिङ्क्सहरूमा के खान्छौ ड्रिङ्क्सहरूमा तपाईँले जे खानुहुन्छ म त्यतै खान्छु दाइ पानी म त बिहान उठेर तातो पानी एन्ड देन आइल ह्याभ अ ब्ल्याक कफी with no sugar, just straight black coffee. Then I'll have my lunch 11:30 around like 12 p.m. And then this पछाडि एकैचोटि like around 5 या 6 बजी डिनर खान्छु. Then I'll have my super हुन्छ नि like 8 बजीतिर केही लाइट खानेकुरा अनि 10 बजीतिर I'll go to bed. मेरो नि त्यो ड्रिङ्क्समा भनेको 160 ounce त पानी नै हुन्छ अहिले मेरो दिनको 20 ounce जस्तै यो बोतलको 20 ounce हुन्छ नि त अनि यत्रै बोतलमा आउने चाहिँ एउटा उयो किनेको छ मैले वाटर बोतल होइन त्यसमा चाहिँ काममा पानी भरिरहन्छु गएर खाइरहन्छु म अप टु 160 ounce पानी खान्छु अनि कागतीबाट बनाएको चिजहरू खान्छु जहाँ चाहिँ सुगर धेरै मात्रामा लो होस् बरु कागतीको फ्लेभर बेसी होस् त्यो म खान्छु अनि ओरेन्ज जुस खान्छु म किनकि ओरेन्ज जुस पनि एक्चुअली हेल्थको लागि राम्रै हुँदो रहेछ अनि अहिले मैले सुगर ड्रिङ्क्सहरू एभोइड गरेको छु धेरै. सो कहिलेदेखि तिमीले यस्तो स्टार्ट गरेको? यो स्टार्ट गरेको भनेको मैले डिसेम्बरदेखि हो. डिसेम्बर अफ 2024? यस. सो त्योभन्दा अगाडिको मिल प्लान चाहिँ तिम्रो कस्तो थियो? कस्तो खालको खानाहरू खान्थ्यौ? कडक, एकदम कडक. कस्तो हुन्थ्यो भन्दाखेरि त्योभन्दा अगाडि काममा बसिन्थ्यो है, काममा जानुभन्दा अगाडि कोक किन्नु एक बट्टा लिएर गयो, कोक खाँदै काम गरौँ. त्यहाँबाट ब्रेक हुन्थ्यो, क्याफेटेरियामा गयो, यसो हेर यो के रहेछ, ए फेन्टा रहेछ, फेन्टा तानो होइन. अनि त्यहाँबाट घरि यसो हेर मिनेट मेड, ए यो ट्राई गर्छु भनौँ है. अनि त्यहाँबाट यसो हेर, ए मलाई निन्द्रा लाग्यो भनौँ, मोनिस्टर गयो, मोनिस्टर तानो. मोन्स्टर नेपाली हो नि त हामी. ओ आई सी, मोनिस्टर खान्थ्यो. मोनिस्टर हामी नेपाली हो नि त, त्यो खाइन्थ्यो है. अनि त्यसरी गर्दै गर्दै धेरै वेट बढ्न थाल्यो क्या. अनि
अनि त्यहाँबाट चाहिँ मैले अनि सोचेँ आई गट डु समथिङ किनकि दिस सुगर को सिइओले चाहिँ पैसा कमाइरहेको छ भने म चाहिँ आफूलाई किलिङ हानिरहेको छु क्या That's 100% you're right. पछाडि You're right. Yeah. चुप्पैले आफूलाई क्या घोचिरहेको छु I mean, सुसाइड I'm glad you realized that. Mm. Honestly, yeah. किनकि अब आफै सोच्नु नि जस्तै अब स्मोक गर्नेहरूलाई स्मोकिङ इज लाइक क्या डेन्जरस टु हेल्थ भनेर लेखेको हुन्छ लेखेकै हुन्छ नि त मान्छे खान्छन् नि अनि प्लस त्यही कोकहरूमा पनि अथवा कुनै त्यसमा पनि calorie, Mountain carb, Dew, any kind of पपमा पनि सोडामा पनि लेखेको हुन्छ नि क्यालोरी काउन्ट्स हुन्छ carbohydrate. सुगर्स हुन्छ कार्ब हुन्छ एभ्रिथिङ लेखेकै त्यो हुन्छ हुन्छ नि नि त्यो चाहिँ हामी नहेर्ने स्वादमा गइदिने क्या त उता सिइओ चाहिँ बिलियनियर भइरहेको छ हामी चाहिँ यहाँनिर ओबिस ओबिएस ओबिएसको शिकार ओबिएसको शिकार भइराखेको छ शिकार होइन? भइरहेको छ है अनि आई वाज लाइक किन चाहिँ यस्तो गरे हामीहरूले अब जस्तै तपाईँ एउटा नोटिस गर्नु कि दाइ तपाईँ कुनै बफेटमा खाना खान जानु नि तपाईँलाई डु वान वाटर भनेर सोध्दैन वाट सोडा डु वान भनेर सोडाको कप ल्याएर दिन्छ क्या मतलब म जाने गर्थेँ होइन बफेट बट लाइक हेज बिन अ लङ टाइम म गएकै छुइनँ बफेट म कहिलेकाहीँ जान्छु है लाइक चाइनिज बफेटहरू होइन उनीहरूले चाहिँ पानी सोध्दैन सोडै सोध्छ क्या आएर ओके लेट्स टक अबाउट बफेट हियर बफेटमा जाँदा तिमी के खान्छौ बफेटमा हेरी हुन्छ मलाई बेसी मन पर्ने भनेको फ्राई राइस होइन त्यहाँबाट ग्रिल चिकन खान्छु त्यसमा टेरियाकी माथिबाट मिक्स हान्छु युजली म त्यही खाने हो अनि कहिलेकाहीँ त्यहाँनिर ओरेन्ज चिकन भयो या भेजीसित मिक्स गरेको चिकन भन्नाले एकचोटि जाँदा चाहिँ के आइटम खान्छौ तिमी एकचोटिमा मैले खाने भनेको फ्राई राइस उनीहरूको चाउमिन हुन्छ अनि त्यहाँबाट ओरेन्ज चिकन मात्रै हुन्छ मान्छे दुईटा आइटम मात्रै खान्छौ दुईटा आइटम मात्रै खान्छु पहिला कतिवटा आइटम खान्थ्यौ पहिला त 6-7वटा जान्थ्यो अलिअलि गर्दै एक डाडु गर्दै उगाउँदा लिटल बिट अफ एभ्रिथिङ लिटल बिट अफ एभ्रिथिङ त्यही माथि सोडा पनि ल्याइदिन्थ्यो कि लट अफ बिट अफ एभ्रिथिङ भन्ने लिटल बिट अफ एभ्रिथिङ किनकि यस्तो धेर खाएर किन फुड नाश गर्नु होइन? राइट त्यही भएर म चाहिँ अलिअलि होइन धेर खाएर फुड नाश त हुँदैन नि होइन आफूले खान सक्ने बोक्नु पर्यो नि आफूले खाएको आधी चाहिँ धेर भने नाश हुन्छ नि त त्यो। जति खान्छ पहिले त्यति ल्यायो त्यहाँबाट अलिक रुच्छ फेरि भने थप हो। फेरि अलिकति थप हो सो डु यु कन्सिडर योरसेल्फ एज अ फुडी गाई यस आई एम बिग फुडी गाई वाट इज योर फेभरेट फुड एज ओके लेट मी चेन्ज द क्वेसन होइन तिमीलाई भित्रदेखि है होइन बी अनेस्ट भित्रदेखि खाउँ लाग्ने चिजहरू चाहिँ के हुन् थुक्पा हो होइन डेफिनेटली नेपाली स्टाइलमा बनाएको त्यो पिरो अमिलो चर्को कडक चर्को नहालिकन मलाई चर्को खान सक्दिनँ म ओके अनि पिरो पनि त्यस्तो धेरै खान सक्दिनँ तर Just राम्रो थुक्पा तर राम्रो ऊ क्या सुपसित बनाएको हुनु पर्यो ओभर ओइली छ भने म खान सक्दिनँ किनकि चिप्लो बनाउँछ क्या जिब्रो अनि त्यो खान्छु अनि बिरयानी मनपर्छ चिकन बिरयानी अनि त्यहाँबाट भनेको पुलाउ अभियसली अनि त्यहाँबाट मलाई मेन बेसी खाने कुरा भनेको चाहिँ मलाई भेज खान मन लाग्छ क्या मासु भन्दा पनि But you're not veg, right? नो आइम नट भेज Okay. मासु भनेको मलाई दिनमा यति मासु दियो भनेर महिनाभरि भेज खा भने पनि म खान सक्छु मलाई भेज त्यस्तो मनपर्छ किनकि मान्छे दिनको यति मासु चाहिँ महिनैभरि दिनु पर्यो कि एक दिनले महिनाभरिलाई सो 30 days हुन्छ भने 1 day and 29 days चाहिँ you could आई कुड डु भेज okay किन भन्दाखेरि मैले के रियलाइज गरेँ भन्दा जनावरहरूले खाने भनेको त्यही हो हरियो परियो उनीहरूलाई त्यसबाट प्रोटिन मिल्छ रहेछ होइन भन्नाले किन आफूलाई जानवर त भनेको होइन ए जनावर चाहिँ होइन है भनेको एनीवे होइन I'm just joking and I'm so sorry but like जानवरले खाने भेजै हो भनेपछि भेजै हो, like म उनीहरू- पनि भेज खान्छु अनि म पनि उनीहरूलाई जानवर हो, हामीहरूलाई but- खाइन्छ क्या प्रोटिनको लागि अँ। उनीहरूले Oh, खाएको okay. चिजबाट You're talking about the ecosystem इको सिस्टम क्या Okay. उनीहरूले त्यही भेज खाएर उनीहरूले वेट गेन गरेर मसल मिट बनाउँछ हामीहरू चाहिँ प्रोटिन पाउने उनीहरूकै मिट खाइदिरहेको हुन्छ क्या भने हामीहरूले त इजिली घर पछाडि रोपेर पनि खान सकिन्छ नि त भेज होइन राम्रो हेल्दी खानेकुरा त्यो हो क्या मेरो पोइन्ट सो अहिले तिमी 104 LB that's how much you weight I mean sorry 304 LB that's how much you weight right do you know how much you used to weight a year ago
That let me see if this has a history. Okay. Give me a second. As of March 17, 2024, 315 LB, 315.4 LB. अनि 315? 315. Oh. Progress. Progress, भइरहेछ. Okay. You're cutting on your food, right? So, तिम्रो गोल चाहिँ कतिसम्म पुग्ने हो, कति वेटसम्म पुग्ने हो? मेरो देयर इज नो गोल, किनकि जति घटाउन सकिन्छ नि आफ्नो मनमा चाहे अनुसार त्यति घटाउने. अब आफूले गोल राख्यो भने यो गोल आउने यति पो छ है भन्ने हुन्छ भने That's probably gonna motivate you. स्मल एमाउन्ट गोल राख्दै जाने क्या. होइन तिमीलाई यसै पनि जस्तै अब भन्नाले ओके जति घट्न सकिन्छ तिमी 1 पाउन्ड भयो भने त्यो त टु मचै भयो. राइट. तर त्यही भएर त नि जति सकाउ भन्नाले एउटा न एउटा त होला नि त. एउटा गोल छ. तर मेरो पोइन्ट भनेको अहिले 304 मा छु. एटलिस्ट नभएको भनेको पनि 210 चाहिँ पुर्याउनु छ. 210 विदिन दिस इयर. विदिन त्यत्रो एकैचोटि त्यत्रो घट्दैन होइन 210 मा लान. किनकि त्यसमा भनेको डाइट मेन्टेन गर, एभ्रिथिङ मेन्टेन वाइज जानु पर्यो. तर अब गर्दा त भयो नि त डाइट मेन्टेन. हुन्छ म गरिरहेको छु. गरिरहेको छु भने त पुग्छौ पनि होला नि त नि. पुगिन्छ. सो ओके डाइट प्लानको कुरो आउँदा लाइक कसरी डाइट प्लान गरिरहेको छौ तिमी? म डाइटको खान्छु. न आम जस्ट किडिङ यो होइन. एनीवे म डाइट प्लान डाइटको सुगर हुँदैन, सुगर फ्री भनेर. सुगर फ्री. एनीवे त्यो कुरा छोड्यो. एनीवे सो म एभोइड गर्न भनेको बाहिरको खाना एभोइड गर्दैछु. मच साइ क्यान. नो मोर आउटसाइड फुड. भित्रको मात्रै. बाहिरको भन्नाले कुन फुड, कुन रेस्टुरेन्टको? All the Nepali restaurant as possible. Any American fast food. Besides Chipotle. Right, okay. I mean, I like Chipotle. I like Chipotle. Yeah, I think it has some protein, carb and everything in there. भनौँ धेरै I feel like it's more healthier किनकि oily food मैले देखिनँ क्या त्यहाँ. Yeah. छैन नि त. त्यति हुँदैन. I mean, I don't know, but like मलाई पनि त्यस्तै नै लाग्छ, right? अनि त्यहाँबाट भनेको बेसिकली एनी फास्ट फुड चेन बिसाइड चिपोटले होइन. अनि त्यहाँबाट एनी फ्रोजन फुड. किनकि उनीहरूले कहिले बनाएर राखेको हुन्छ, के हालेको हुन्छ है केही थाहा हुँदैन. हो यो म एभोइड गर्छु. अनि मैले युजली खाने भनेको त्यही हो नेपाली खाना. ओके लाइक फास्ट फुडमा चाहिँ के त्यस्तो हुन्छ त्यसले चाहिँ ओभरवेट बनाउँछ? लाइक व्हाट यु नो अबाउट फास्ट फुड? फास्ट फुडमा मैले जति देखेको छु गरेको परैबाट देखिन्छ नि त. कति ठाउँमा डाइनिङ गर्न जाँदा ओयल भयो, द वे दे कुक फुड होइन. अब फ्रोजनमा राखेको कति महिनामा ल्याएर त्यो फुड चाहिँ तेलमा हालेर च्वाइँ पार्छ. त्यो तेलमा पनि कति फ्याट हुन्छ आफूलाई पनि थाहा हुँदैन. कुन तेल युज गर्छ त्यो पनि थाहा हुँदैन. र मैले अरू डाइट भिडियो पनि हेरेको छु र उनीहरूले रेकमेन्ड गरेको छ कि तेलमा चोबेको खानेकुरा चाहिँ मोस्ट एभोइड गर्नु. किनकि त्यसले मोटो मान्छेलाई हार्ट एट्याक ल्याउँछ पनि भनिरहेछ. अनि मैले त्यही भएर मैले एभोइड गरिरहेको छु त्यो पनि. अनि अहिलेको तिम्रो डाइट प्लान्सहरू चाहिँ अहिलेको जसरी लाइक द वे यु आर क्यारिङ यर डाइट प्लान टु लुज यर वेट एज मच एज यु क्यान, त्यो चाहिँ के छ? त्यो भनेको बेसिकली सुप्स. म घरमा सुपहरू बनाउँछु. राम्रो खालको हेल्थी सुप हुन्छ नि. सुपहरू खाने गर्छु. अनि त्यहाँबाट हेल्थियर फुडहरू भयो, हेल्थी भेजिसहरू जुनले चाहिँ शरीरको त्वचाको लागि काम गर्छ नि त्यो चिजहरू. फुलकोपी, बन्दाकोपी, अनि आई लभ सेलरी, एस्पारागस, सेलरी स्टिक हो त्यस्तो खान्छु. अनि फलफुलबाट भनेको नि अहिले फलफुल म धेरै कम्ती गरेको छु किनकि उनीहरू पनि स्विट नै हुन्छ. अनि फलफुलमा भनेको त्यही स्याउहरू भयो, बगरा त्यो मोर लाइक फ्रेस भेजिटेबल्स एन्ड फ्रुट्स तिर तिमी छौ. अनि लाइक राइसहरू कम्ती नै खान्छु. ओके लेट्स टक अबाउट हेभी मिल्स. हेभी मिल्समा चाहिँ के खान्छौ? हेभी भनेको अब कुन समय अनुसार हुन्छ होइन. ओके लाइक कुन समयमा चाहिँ तिमी हेभी मिल खान्छौ? म डिनरमा. व्हाट डु यु अब नर्मल लन्च टाइममा भने 2 डाडु भात खान्छु भने डिनर टाइममा अब 2 डाडुको सट्टा 3 डाडु खान्छु, 4 डाडु होइन. त्यसमा पनि अब सब्जी पनि एक्स्ट्रा हुन्छ. किन भन्दाखेरि सन्तुष्ट मिल्छ, आनन्दको निन्द्रा आउँछ क्या तातो खाएपछि. किनकि मैले अहिले कम्ती खाएको छु नि मलाई राति 3 बजी भोक लाग्दिरहेको हुन्छ क्या.
अनि उठेर पकाएर खाएर फेरि सुत्नुभन्दा त बरु सुत्नुभन्दा 2 घन्टा अगाडि नै हेभी मिल खाएर सुतो एटलिस्ट बिहान उठ्दासम्मलाई क्या हो पेटमा भइरहन्छ नि त राति भोक लाग्दैन उठ्यो अनि पानीहरू खायो है अनि त्यो बेलुका खाएको सबै पखाल्छ Do you know about intermediate fasting? यस मधु दाइ टोल्ड मी द्याट Okay. जुन चाहिँ आफूलाई भोक लागे जस्तो हुन्छ तर माइन्डलाई ट्रिक गरिरहेको हुन्छ त्यसमा फास्टिङ गऱ्यो भने चाहिँ आफ्नो बेली फ्याटलाई चाहिँ बर्न हुन्छ क्या त्यो भोकलाई चाहिँ कभर गर्नको लागि वेल मैले जानेको चाहिँ इन्टरमिडिएट फास्टिङ भनेको चाहिँ 16 घन्टा नखाने 8 घन्टा खाने क्या 24 आवरमा सो यु डोन्ट इट फर 16 आवर एन्ड यु इट फर 8 आवर्स क्या भनेपछि 8 आवर कन्टिन्यू घिच्ने 16 घन्टा चाहिँ नो 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 कन्टिन्यू घिच्ने भन्दा नि त्यो 8 आवरभित्रमा खाने तर अब 16 घन्टा जति रहेको हुन्छ नि त्यसमा चाहिँ नखाने क्या सो द्याट्स वाट आई थिङ्क इन्टरमिडिएट फास्टिङ लेट्स टक अबाउट यर फिलिङ्स होइन तिमीलाई ओभर वेट भएकोमा कसैले बुली गरेको छ कोसिस गरेको छ नाकाम भएको छ मान्छे के भएको छ मलाई केही स्टोरिजहरू लाइक आइदर पास्टको या प्रेजेन्टको जहिलेको भए पनि स्टोरी प्रेजेन्टमा छैन यो चाहिँ पास्टकै कुरा ब्याक इन हाई स्कुल टाइम नि हो हाई स्कुल ग्रेजुएट गरेपछि भनेको मान्छे त्यो के मान्छेहरू त्यस्तोतिर ध्यान नदिने हुँदो रहेछ तर हाई स्कुलमा भनेको भन्नाले हाई स्कुलमा हुँदा कति उमेरको थियो म 14 वर्षदेखि 18 वर्ष त हो 4 इयर्स हाई स्कुल पढेँ नि त ओके नाउ यु आर 25 राइट अहिले 25 बिट्विन द्याट टाइम आउँथ्यो हेड कमेन्ट्सहरू होइन आफ्नै आफन्तबाट पनि आउँथ्यो मलाई लाग्थ्यो यसो के भन्थे भन्न चाहिँ वेट घटा होइन तँ धेरै मोटाइस यस्तो हुँदैन उस्तो हुँदैन भन्थेँ मैले अनि उनीहरूलाई हेरेर भन्थेँ क्या छु मैले खाएको मेरो भाउको भन्ने गीतको याद आउँथ्यो होइन अनि तर उनीहरूले सही पनि भनेको होइन होला वेट घटा भनेर माइन्ड योर ओन बिजनेस भन्ने छ नि एउटा उसलाई कतिखेर उसलाई मन लाग्छ उसले गरोस् भन्ने हुन्थ्यो तर उनीहरूलाई चाहिँ खै किन टेन्सन भएको मेरो वेटको बारेमा उनीहरू चाहिँ जो सुकेर मर्न आँटेको तर होइन सायदै उनीहरूले पनि अब रिलेटिभ्सहरूले भनेको हो नि त होइन सो मेबी अब वेट ज्यादा हुँदाखेरि अब विभिन्न बिमारहरू पो आउँछ कि भनेर वेट घटा भनेको हो कि त बाक्यार्कीबाट आउँछ भनेर त होइन एनिवे यसो त उनीहरू सुकेको मान्छेले मोटो मान्छेलाई एडभाइस दिइरहेको छ उनीहरू चाहिँ वेट बढाउनेतिर लाग्नु छैन जसको चाहिँ बढेको छ त्यसको चाहिँ घटाउनेतिर अनि होइन त्यो त हो लाइक भन्नाले अब लेट्स गेट सिरियस होइन उनीहरूले भने तिमी मोटो थियौ तिमीलाई वेट घटा भने होइन तिमीलाई लागेन कि उनीहरूले सही भने भनेर मलाई वास्तै दिएर किनकि इग्नोर त्यो चाहिँ किन इग्नोर किनकि यदि उनीहरूले जति भन्छन् मैले उनीहरूको त्यति जवाफ दिन थाल्यो भने नि पछि नि लागेर आउँछन् क्या मान्छे इग्नोर गरिदियो भने यसलाई बाल लाग्दैन रहेछ यसले हामीहरूको कुरा पनि वास्तै गर्दैन के बोल्नु भनेर उनीहरू आफै बोल्न छोड्छ क्या मैले त्यसरी चाहिँ एभोइड गरेँ मलाई धेरै आफन्तहरूले पनि घुमाइ कोसिस गरेँ बुली गर्न तर नाकाम भयो क्या किनकि मैले इग्नोर गर्थेँ क्या उनीहरूको कुरै नसुन्ने होइन बोल्यो भने पनि कानमा हेडफोन लगाएर आफ्नै धुनमा हुन्थेँ त्यसो गर्दाखेरि बोलो उनीहरूकै मुख गल्थ्यो आफ्नो वास्तै हुन्थेन अनि त्यतिकै छोड्छ सो तिमीलाई त्यो फिल त्यो चिजले असर गर्न सकेन कुनै बेला गरेको थियो बच्चा हुँदै हुन्थ्यो रिस उठ्थ्यो बच्चा हुँदै चाहिँ है अनि आफै बाँध्न गइन्थ्यो बच्चा भन्नाले म त्यही क्लास 5, 6, 7 मा हुँदाखेरि लास्टै मोटै थिएँ म त्यतिखेर हुन्थ्यो म बाँध्न जान्थेँ मुख छाड्थेँ होइन अनि एज आई ग्रो हुँदै रियलाइज भयो कि यिनीहरूको जवाब दिएर चाहिँ काम चल्दैन रहेछ जिन्दगीमा माइन्ड योर ओन बिजनेस भयो आफ्नै कामतिर लाग्यो सो कसैले गुड एडभाइसहरू दियो सिरियस नोटमा हुन्छ नि गुड एडभाइसहरू म क्लास 11 र 12 मा हुँदाखेरि मैले एसभ्याप गरेको थिएँ आर्मीको टेस्ट गरेको थिएँ आर्मीमा जान मलाई एडभाइस दिने भनेको सार्जेन्ट तोर्प ऊ चाहिँ हाम्रो रिक्रुटर थियो आर्मीमा रिक्रुट गर्ने उसले चाहिँ मलाई माई फिटनेस हेल्थ एपमा
इन्ट्रोड्युस गराएर उसले मोटिभेसन गराइदिन्थ्यो होइन मलाई हाई स्कुलमा पिकअप गर्न आउँथ्यो अनि त्यहाँबाट हामी पार्कको ट्रेलमा कुद्न जान्थ्यो होइन अनि उसले चाहिँ एडभाइस दिन्थ्यो कि यो गर्दाखेरि चाहिँ तैँले यसरी वेट घट्छस् भन्थ्यो फर्स्ट भनेको मैले अघि भने जस्तै ड्रिङ्क्सहरूमा एभोइड गर्नु सुगरी ड्रिङ्क्स अनि राइस उसले भन्थ्यो तँ तिमीहरू नेपाली कति खान्थ्यो भन्दाखेरि म मेरो आन्टको घरमा जाँदा चाहिँ धेरै होइन 2 पाउन्डको चाहिँ राइस आउँथ्यो भनेको त क्या यस्तो अरे क्या नेपालीहरूलाई चाहिँ सोद्धाखेरि what do you have in your breakfast? Rice. Lunch, rice. Dinner, rice. Brunch, rice. होइन सुपर राइस सरी राइस अरे अनि मैले चाहिँ होइन 2 पाउन्ड चाहिँ राइस नि जान्थ्यो भनेको त्यहाँको मान्छेहरू आत्थ्यो क्या अनि त्यहाँबाट त्यो राइस कट गर्नु फुल्ली कट नगर्नु जस्तै तैँले अब 6 पुन्यु खन्याउँथिस् भने त्यसलाई काटेर 3 मा झार्नु तर मोर चाहिँ प्रोटिन खानु जुन चाहिँ हेल्थको लागि राम्रो होस् प्रोटिन खाँदा पनि ऊ क्या फ्राई नगरेको चिजहरू राइट मोर लाइक बोइल्ड ओइल फ्री चिजहरू खानु भनेर एडभाइस दियो अनि उसित वर्कआउट गर्दा गर्दै अनि त्यहाँबाट मैले धेरै इम्प्रुभमेन्ट आएको थिएँ वेटमा त्यहाँबाट काम गर्न सुरु गरेँ 11th ग्रेडमा होइन पटेल ब्रदरमा फिजिकल काम हुन्थ्यो है फिजिकल काममा पनि मेरो वेट चाहिँ मैले त्यति नोटिस गरिनँ बढेको जब पैसा कमाउन थालेँ नि दाइ पैसा रहेछ क्या मान्छेलाई बिगार्ने चिज किन पैसा भएपछि है कुन रेस्टुरेन्ट छ गुगल म्यापमा हेर आहा यसको रेटिङ राम्रो रहेछ यहाँ खायो यसो हेर मेरो ब्याङ्कमा कति छ ए $10 रहेछ यसमा के आउँछ त्यो हेर चुतिया रहेछ क्या पैसा भन्ने चिज पैसाले बढाइदियो वेट है पैसाले अब म काममा जाँदा पनि एभिलियनमा बस्थेँ बस चढेर जान्थेँ पटेल ब्रदर काम गर्न डब्लिनको छेउ अनि हिँडेर गएर बाटोमा गल्ने हो हेरौँ एकाउन्टमा कति छ वालेटमा कति छ ए सोडा खाँदै जान्छु हिँडेर भनौँ यता मान्छे हिँडिरहेछ उता सोडा खाइरहेछ यताबाट बर्न गरिरहेको छ यताबाट गेन गरिरहेछ अनि हो त्यसरीबाट यो पैसा चाहिँ चुत्या रहेछ चिज क्या किनकि नहुँदाखेरि केही खाइँदैन घरकै खाना खाइन्छ कि त भोकै बसिन्छ अर्को कुरो हेल्थ इस्युजहरू के आयो तिमीलाई हेल्थ इस्यु भनेको एरिजोनामा हुँदा मलाई डक्टरले चाहिँ के भन्थ्यो भन्दाखेरि म बच्चा थिएँ 6, 7, 8मा थिएँ है मेरो फ्यामिली डक्टरले के भन्थ्यो भन्दा वेटको 12 ग्राफ देखाइदिने क्या पुरै अनि त्यहाँबाट म हेरिरहन्थेँ अनि हाम्रो बुवान बराल दाइ चाहिँ इन्टरप्रेटर हुनुहुन्थ्यो अनि एउटा डक्टर हो चाहिँ थियो नि त्यहाँबाट तँ चाहिँ धेरै मोटो भइस हेर तेरो एज भर्खर कति 12 इयर्स ओल्डको थिइस् 13 लाग्न आँटिस् तेरो चाहिँ ओभर वेट बाई 30 LB छ भने अनि मैले के भने भन्दा त्यत्रो कसरी हुन्छ भन्दा तैँले खाना एभोइड गर्नु पर्यो यस्तो भने कि अनि मैले के भने भन्दा हेर म त्यो गर्न सक्छु हो म एभोइड गर्न सक्छु तँ पो हो चिस सानी छस् बुढी भएको छस् त कम्ती खान्छस् हुन्छ म त हेर यत्रो मोटो मान्छे छु पेट ठुलो छ टन्नै खान्छु बरो किनकि कम्ती खाँदा रिङ्गडा लागिहाल्छ अनि मैले त्यो भने डक्टर पनि छक्क परेँ क्या यसको चाहिँ के दिनमा चाहिँ होइन हेल्थ इस्युजहरू तिमीलाई त्यसमै आउँदैछु म त्यसमा चाहिँ उसले के भन्यो भन्दा अहिलेसम्म छैन हुन सक्छ के भन्दा डायबिटिस सुगर अहिले नभए पनि आफ्टर 15-16 इयर लेटर हुन सक्छ अहिले कन्ट्रोल गर्नु भनेको छु अहिलेसम्म चाहिँ मलाई सुई लाउनु दबाई खानु परेको छैन कहिलेकाहीँ सुगर उपर निचे भइरहन्छ अरू कुनै हेल्थ इस्युज लाइक हार्टको प्रब्लमहरू के नो छैन मेरो लिभरको थियो लिभर फङ्सन थियो लाइक लिभर सुन्नेको त्यो चाहिँ मैले मेरै गल्ती थियो त्यो सुन्याउनुको चाहिँ के लिभरमा निकै फ्याटहरू जमेको थियो ओभर मेगी खाइन्थ्यो क्या तपाईँलाई थाहा छ नि युएसए आउने बित्तिकै केही हुँदैन त्यो खाने अनि चाइनिजबाट मेगी ल्याइन्थ्यो मेगी खाने मसला खाने है अनि त्यो चाहिँ म डेली खान्थेँ दाइ म स्कुल जाने बेलामा र स्कुलबाट आएर डेली त्यो मेगी खान्थेँ अनि त्यो खाएपछि चाहिँ धेरै मोटापन पनि आयो अनि मेरो जाँच गर्न लाँदाखेरि लिभरहरू सुन्नेको छ अनि मेरो उसले डाइट प्लान सोध्यो के खान्छु भनेर अनि मैले मेन्सन गर्दाखेरि हुन्छ यो चाहिँ एभोइड गर्नु भनौँ मलाई मैले मानेर पनि 4 वर्ष एभोइड गरेँ अनि 2014मा मेरो लिभर ठिकमा आयो सुन्निएको थियो नि त्यो जाति भयो अल हेल्थी मै क्या
ओके इन्ट्रेस्टिङ पार्ट ओके कहिल्यै लाइफमा डेट गर्यो कोही केटीहरूलाई बुढी र नानी छ दाइ अहिले ओके बुढी र नानी छ ओके लेट्स नट टक अबाउट बुढी र नानी त्योभन्दा अगाडि अगाडि गरियो डेट भयो यु डेट अ गर्ल अनि प्रब्लमहरू आएन केही लाइक उसले इन्करेज गर्थ्यो दाइ कि उसले भन्नाले यु ट्राइड मेबी यु ट्राइड सो मेनी गर्ल्स राइट त्यसै ट्राई भन म वासै दिन थिएँ तर मन परेको केटी पो केटीहरू त सबै दिदी बहिनी भन्ने हुन्छ नि जुत्ता किन्न जाँदा पो सबै जुत्ता हेरेर एउटा जुत्ता मन पर्यो नि त्यस्तै हो होइन तर मेरो भनाइको अनुसार चाहिँ त्यस्तो इनकन्फिडेन्स होइन कन्फिडेन्ट लेस लो सेल्फ स्टिम भयो कुनै केटी देखेर कि ओके मेरो वेटको कारणले पनि यसले रिजेक्ट गर्छ भन्ने कुरो मैले डेट गर्न सुरु गरेको भनेको आफ्टर हाई स्कुल हो किनकि हाई स्कुलमा त मलाई वास्तै थिएन है उता टिचर टेन्सन दिने यता होमवर्क टेन्सन दिने हाई स्कुलमा त्यस्तो ओके त्यस्तो केही ख्याल कहिले अब लाइक कुनै केटीले रिजेक्ट गरेको छ बिकज अफ यर वेट छैन त्यो किनकि थाहै हुँदैन केले रिजेक्ट गरेको ट्राई गरेन होला नि त है के कसो अनि मैले ट्राई पनि गरिनँ बिकज किन ट्राई गरेनौ ओके भने नि मन पऱ्यो तिमीलाई ओके फर इक्जाम्पल कोही केटी मन पऱ्यो तिमीले प्रपोज गर्यो अरे उसले रिजेक्ट गरिदियो अरे किन रिजेक्ट गर्यो के थाहा गर चाहिँ क्या मुक्का हानी अनि बोल तैँले किन रिजेक्ट हानिस् भन्नु त मिलेन नि त तर होइन ओभरअल कुरोमा चाहिँ तिमीलाई कोही केटीले रिजेक्ट गरेन बिकज अफ यर वेट मलाई त्यस्तो के डेटिङमा केही प्रब्लम भएन सो तिमीलाई ओके डेटिङमा पनि केही प्रब्लम भएन कोही केटीदेखि केही प्रब्लम भएन भन्नाले डेट गरेको गेट अल द गर्ल्स यु वान्ट के गर्छ थाहा छ इज द्याट वाट युआर सेइङ लाइक इज द्याट वाट युआर सेइङ कि यु गेट अल द गर्ल्स यु लाइक नो मन परेको पो आफ्नो लागि हो त नो ओके मन परेको लेट्स से तिमीलाई मन पर्यो कोही केटी हेभ यु एभर गेट रिजेक्टेड बाई द्याट पर्सन द्याट गर्ल मैले प्रपोज गरेको भए पो रिजेक्ट खानु दाइ अलरेडी बोयफ्रेन्ड थियो भने कहाँ पछि लाग्दै सुन्दै हिँड्नु ठिक छ तिमीले अब भन्न चाहेनौ मैले बुझेँ होइन तर कतै न कतै तिमीलाई होइन कतै न कतै तिमीलाई फिल भयो कि तिमीलाई त्यो तिम्रो लाइक होइन हुँदैन तिम्रो त्यो मोटोपाले मोटोपाले नै हुन्छ नि होल्ड ब्याक गरो कुनै केटी तिमीलाई मन परेको छ त्यसलाई प्रपोज गर्न अथवा त्यसलाई डेट गर्न त्यसलाई आस्क आउट गर्नै त्यसलाई तिमीलाई होल्ड ब्याक गरो गरेन दाइ केले गर्यो थाहा छ केले गोजीमा दाम छैन पैसाले चाहिँ गर्यो तर भनेपछि all the girls out there होइन they chase for money they are looking for money but they don't care about how that guy is looking how fit that guy is looking or how overweight that guy is looking it doesn't matter for them but the money right किनकि उनीहरूलाई पैसाकै म्याटर that's what you are saying right राइट तर मैले अब यस्तो दाइ मैले प्रपोज गरेकोले एक्सेप्ट गरेर इन्करेज गर्छ वेट घटाउन अनि आफू भन्ने अब झ्याली मान्छे त्यस्तै ओके यु सेड यु गट म्यारिड एन्ड यु हेभ अ किड राइट तिम्रो वाइफको चाहिँ रिएक्सन कस्तो थियो त अथवा ओके लेट्स हियर अ स्टोरी तिम्रो वाइफसँग कसरी भेट भयो टिकटकबाट भेट भयो टिकटकबाट ओके यस्तो भयो मेरो साथी सुदीप अनि एउटा एलिसा भन्ने मेरो चाइल्डहुड फ्रेन्डसँगै एउटा क्याम्पमा हुर्केको ऊ थियो हामी तिनजना लाइभमा बसेर त्यतिकै जिस्किरहेको थियौँ अनि एकछिनमा रेखा आइपुग्यो मेरो वाइफ है लाइभमा मतलब त्यतिखेर त रेखा मात्रै थियो नट योर वाइफ नट रेखा आइपुग्यो अनि एलिसा लु मेरो साथी आयो भनेर तानो अनि हामी चारजना लाइभमा 15-20 मिनट रमाइलो गरियो अनि एकछिनमा एलिसा निस्केर गएर ग्रुप बनाएछ फेसबुकमा 4 जनाको म ऊ रेखा र सुदीपको अनि सुदीप चाहिँ लाइभदेखि नि लाइन हानेको हाने गर्ने कसलाई चाहिँ लाइन रेखालाई रेखा भनेको योर वाइफ बिफोर सी बिकम माई वाइफ ओके अर्को केटाले चाहिँ लाइन हाने जुन चाहिँ मेरो साथी हो अच्छा उसले लाइन हानिरहेको थियो अनि ग्रुप च्याट बनाएछ है अनि मैले समाउ कस्तो फनी कोइन्सिडेन्ट भएको
मैले र सुदीपले एकैचोटि फ्रेन्ड रिक्वेस्ट पठाएछौँ क्या, मलाई पनि थाहा थिएन। दुईजनाको एकैचोटि फ्रेन्ड रिक्वेस्ट गएछ। अनि उसले चाहिँ मनमा सोचेछ यो दुईटा केटाहरू त पक्कै सल्लाह गरेर फ्रेन्ड रिक्वेस्ट पठाएको हुनुपर्छ, यो दुईटा त बोकै रहेछन्। भेरी स्मार्ट गर्ल बोकै रहेछ नि दुईजनाले सल्लाह गरेको भनेर सोचिरहेको रहेछ होल टाइम, तर हाम्रो सल्लाह गरेको थिएन। अनि एकछिनमा हामी चारजना ग्रुप कलमा जोइन भयो। म चुप्प लागेर बसेँ है, मेरो साथी चाहिँ लाइन हानेको हानै गर्ने। कसलाई के रेखालाई। ओके यो आई मिन त्यतिखेरको योर फ्युचर वाइफ। ओके अनि हानेको हाने गर्ने, म चाहिँ चुप्प लागेर सुनिरहेँ क्या। किन चाहिँ ओके यसमा आउँछ, यसमा तिम्रो वेटको कारणले होइन। आउँछ चुप्प लागेर बस्नु होइन कि तिमी लाइक कन्फिडेन्स नभएर कि के हो? होइन, म सुन्थेँ कि यो मान्छेले कतिसम्मको लेभलमा चाहिँ गफ हान्दो रहेछ। अच्छा म चाहिँ सुनिरहेँ। त्यहाँबाट उसले गफ हान्न छोड्यो, सबै कल काटेर गयो। मेरो पालो मेसेन्जरमा गएर सुरु गरेँ मेरो काम। त्यहाँबाट के गरे मैले गफ हानिनँ, त्यतिकै क्याजुअली बोल्ने। त्यहाँबाट बिस्तारै बिस्तारै मैले पनि गफ हान्दै गएँ। एलिसा र सुदीपलाई मैले केही भनिनँ, मैले यता सुरु गरेको छु भनेर। सुदीपले लाइन हानो ग्रुप च्याटमै छोडिदियो, ऊ गयो। मैले ग्रुप च्याटमा भन्दा पर्सनलमै डिएममै गएर हान्थेँ, डाइरेक्ट मेसेजमा। अनि त्यतिकै बोल्दै बोल्दै गएँ है। अनि त्यहाँबाट अनि मैले के भन्नु त, अब म चाहिँ नेपाल आउने प्लान छ साथीहरू भेट्न, मेरो म्युजिक इन्डस्ट्रीको साथी हुनुहुन्छ नि त किरण दाई। तिमी म्युजिक पनि गर्छौ? म गर्दिनँ, मेरो साथी हुनुहुन्छ, उहाँको स्टुडियो छ क्या। उहाँहरू चाहिँ म्युजिक इन्डस्ट्रीको किरण दाई, उहाँ चाहिँ म्युजिक गर्नुहुन्थ्यो, स्टुडियो 21 आनन्दनगरमा छ। अनि उहाँले चाहिँ विष्णु आऊ नेपाल कहिले आउँछ यार, भेट्नुपर्छ भनेर दाईले भनिरहनुहुन्थ्यो। मैले भने हुन्छ दाई, म आउने प्लान सही छ, अब म अगस्तमा आउँछु। अनि अगस्तमा आएर 15-22 दिन घुमेर जान्छु, भेटौँ न त भने। उहाँले हुन्छ भन्नुभएको थियो। अनि मैले उसलाई त्यही भने, एक्चुअली म पनि नेपाल आउँदैछु, तिमी त मान्छे राम्रै लाग्यो यार, अब अहिले भनिदिन्छु बिहे गर्ने भने हुन्छ भन न, म अहिले फोन काटेर जान्छु भने। तिम्रो फ्युचर वाइफ छ? फ्युचर वाइफ त्यतिखेर सिधा कुरा, प्रश्न विचार न बकवास। अनि मैले भन्दै, उसले भन्नु के भन्छ हो यो अहिले भेट्न पाएको छैन, के बोलेको भन्नु मलाई। अनि मैले जुब लाग्यो त्यस्तै हो भने। उसको रियाक्सन कस्तो थियो तिमीलाई देख्दाखेरि? यो कसरी भन्नु, जसरी पनि भन्दा हुन्छ ब्रो। नो मैले उसलाई पट्याउनको लागि मेरो 2016, 17, 18, 19, 20 सम्मको फोटो पठाएर पट्याएको, किनकि भिडियो कलमा बोलिन्थ्यो नि त। किनकि मसित रिसेन्ट फोटो थिएन। फोटो पठाउनु भन्छ, कुन यसो खोज्छु, कुनै छैन फोटो। यसो हेरेको बरु पुरानो रहेछ, त्यही पठाइदिएँ। अरू त भिडियो कलमा पुरानो फोटो पठाएर पट्याएको केटी not yet। तर तिमीले किन चाहिँ, यदि तिमीलाई चाहिँ हुन्छ नि कन्फिडेन्स त्यस्तै थियो जुन चाहिँ तिमीले थ्रु आउट अहिलेसम्म भन्यौ भने, तिमीले किन चाहिँ आफ्नै फोटो जुन जस्तो छ त्यस्तै पठाएन? मैले खिचेकै थिइनँ। What do you mean खिचेको थिएन? हामी केटाहरूलाई फोटो खिच्न मन लाग्दैन। What do you mean लाइक खिचेको थिएन? खिचिन्छ हौ फोटो। नो, म फोटोमा त्यस्तो इन्ट्रेस्ट दिने मान्छे। वर्षमा एकवटा त फोटो खिचिन्छ नि त। खिचिन्छ, त्यो पनि एउटा फोनमा खिचिन्छ, वर्षपछि फोन साटिन्छ। अनि अरे फोन जति छ त्यो त ट्रान्सफर हुन्छ नि त डेटा ब्रो। कहिले गर्दिनँ म त्यो। What do you mean लाइक गरिन्छ? तिम्रो फोनमा यही 2024 र 2025 को मात्रै छ त? त्यो त इमेलबाट हो, मैले इमेलमा सेभ गर्थेँ होइन। पहिले यो डाटा ट्रान्सफर नहुने चलन थियो नि त पहिले क्या हो। थियो है, पहिलेदेखि थियो। नो iCloudबाट मेरो 2010 देखिको फोटोहरू छ ब्रो। iCloudबाट हुन्थ्यो, तर तपाईँले नयाँ फोन किनेर फोनसँगै राखेर थिएन। सुन, तिमीले बे गरेको अहिले? तिमीले बे गरेको अहिले? February 22nd, 2024। 24 मा बे गरेको। अनि अहिले कुन इयर हो? 25। सो डु यु थिङ्क त्यो बिचमा तिमीले फोन चेन्ज गर्यौ? त्यतिखेर यो iCloudको ट्रान्सफर हुँदैन थियो जस्तो लाग्छ? त्यतिखेर हुन्थ्यो। मैले पुरानो कुरा गरेको, पुरानो फोटोहरू क्या हो उसको र मेरो भेट हुँदा 2023 मा। ओके मलाई थाहा थिएन तिमीले पुरानो फोटोको चाहिँ कुरो गरेको नि त होइन? तर तिमीले चाहिँ आफ्नो ओरिजिनल फोटो चाहिँ किन पठाएनौ ताकि पुरानो 2012 को चाहिँ भनिन है। मैले कति 18, 19 जे भए पनि तिम्रो स्किनी फोटो पठायौ। स्किनी कहाँ थियो म त्यतिखेर?
स्किनी छँदै थियो कुन चाहिँ फोटो पठाएर चाहिँ पठाएको फोटो पठाउनै परेन दाइ फिल्टरहरू लाएर पठाउनु नि अनुहारको डन्डी फोर हटाएर अच्छा भन्नाले तिमीले चाहिँ तिम्रो त अनि गुडै छ त फेस गुडै छ त अनि होइन यस्तो भयो ओके लेट्स बी सिरियस है त्यो त मैले मजा गरेको Okay, उसले फोटो माग्यो है मेरो अनि मैले चाहिँ फोटो हेर्छु कुनै छैन राम्रो फोटो जुन फोटो छ भएको म वर्कआउट गर्दा आरओटिसीको टाइमको होइन अनि त्यहाँबाट ट्राभलहरू गरेको फोटोहरू थियो म हाम्रो साथीहरूको रियुनियन भएको हो यो फोटोहरू पठाइदिएँ तर मोस्ट हामी भिडियो कलमै बोल्थ्यौँ भिडियो कलमा पनि उसले मलाई सबै देखेको थियो किनकि म ब्याङ्कमा काम गर्थेँ नि त त्यतिखेर अनि भिडियो कलमा पनि क्यामेरा यसरी टेबलमा राखेर बोलिन्थ्यो देखिन्थ्यो सबै होइन तर मलाई त्यतिखेर जब म नेपाल पुगेँ नि उसले एक्सपेक्टेसन गरेको थिएन मोटो तर यत्रो मोटो भनेर मोटो थियो उसलाई थाहा थियो म मोटो छु भनेर ओके हियर कम्स द पोइन्ट त्यो जुन फोटो पठाएको थियो त्यसमा तिमी त्यति मोटो थिएनौ कतिको भन्दाखेरि 20-30-40 एलबीको डिफ्रेन्स थियो होला हौ झन्डै किनकि मैले वेट गेन ओके 20-30-40 एलबीको डिफ्रेन्स चाहिँ त्यो भनेको लाइक 20 एलबी अथवा 30 एलबी आफ्नो बढ्नु भनेको निकै बढ्नु हो नि त धेरै भयो राइट तर तिमीलाई चाहिँ लाग्यो ओके एटलिस्ट म 20 एलबी अथवा 30 एलबी लोवर वेट छु यो फोटोमा होइन यो फोटो पठाइदिन्छु भनेर पठाएको हो नि त होइन के गरेर जुन राम्रो फोटो भेटिन्छ त्यही पठाउने नि तपाईँ थोडी न गुए फोटो पठाएर मान्छेलाई इम्प्रेस गर्नको लागि गर्नुहुन्छ नि त भनेपछि तिम्रो जुन त्यो लाइक 30 एलबी ज्यादाको फोटो चाहिँ त्यो चाहिँ गुइए फोटो हो होइन ओके ओके किनकि भिडियो कलमा बोलिरहेको छ भने उसले देख्दैन त किन फोटो पठाइरहनु त ओके 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 ठिक त्यो हो क्या पोइन्ट होइन मैले चाहिँ यति मात्रै जान्न खोजेको कि बा तिमीले चाहिँ अब म त्यतिखेर ओभरवेट थिएँ त्यसमा चाहिँ तिमी इन कन्फिडेन्स थियौ होइन कन्फिडेन्स लो थियो त्यही भएर तिमीले चाहिँ अर्को फोटो पठायौ अनि पछाडि गएर सी गट सरप्राइज ओके त्यसो होइन किनकि तपाईँको भनेको टाई सुट लाएर बस्नुहुन्छ नि त काम गर्न टाई सुटले भनेको अब बस्दाखेरि सबै पेटहरू त्यस्तो देख्दैन इभन म साइकल कुदाउन जाँदा पनि भिडियो कलमा बोल्थेँ होइन उसले देखेको थियो म मोटै छु भनेर अनि त्यतिखेर एयरपोर्टमा चाहिँ धेरै नै मोटो देख्यो आरो न म उस्तै थिएँ तर किन मोटो देखायो अनि उसले के भन्थ्यो थाहा छ तपाईँलाई देखेर म त एकदम आत्तै हुन्थ्यो किन भनेको हामी भिडियो कलमा बोलिन्थ्यो त्यत्रो मोटो देखेको थिएन भिडियो कलमा भन्थ्यो क्या अनि मैले सोचेँ कहीँ मैले वेट त अझै गेन गरिनँ जस्तो भयो क्या मलाई किनकि 2023 को कुरो त हो अनि So that's how you guys met, right? टिकटकबाटै हो भेट भएको So okay, and तिमीलाई यत्रो थ्रु आउट भयो के भयो एन्ड देन भयो यो लाइक हुन्छ नि ओभरवेट एन्ड तिमीलाई अब कतिचोटि हुन्छ नि डिमोटिभेट भयो कतिचोटि अब हुन्छ नि मेबी हेल्थ कन्सियस भन्नाले कोही पनि हेल्थ कन्सर्न हुन्छ नि त त्यो भयो सब भयो अब यो सब भएर चाहिँ तिमीलाई के रियलाइज भइरहेछ अहिले यसो रियलाइज भन्दा पनि अब आफूले आफूमाथि सेल्फ कन्फिडेन्ट राख्ने हो होइन अनि जति हेल्थी हुन सकिन्छ हुन कोसिस गर्ने हो यो पनि अर्को प्रकारको मोटापा हेल्थी नै हो तर ओभर हेल्थी हो let's call it over healthy. Let's be very good mouth. ओभर नि हो अनि हेल्थ कन्सियसको लागि नि अब आफूले नि कन्ट्रोल गर्नुपर्ने रहेछ भन्ने भयो क्या मलाई चाहिँ राइट अरूलाई कमाउन दिने होइन अरूले कमाएर आफूलाई किन मार्नु भन्ने तर स्टिल पनि लाइक आर यु लुकिङ टु लुज सम वेट म चाहिँ लुक गरिरहेछु धेर नभए नि मेरो गोल भनेको चाहिँ एटलिस्ट 50 एलबीसम्म घटायो भने चाहिँ अलिक लट फिल लाइक क्या अझै राम्रो हुन्थ्यो भन्ने चाहिँ हो तर तिम्रो एन्ड गोल हुन्छ नि लाइक ओके तिमीले आँखा चिम्ल्यौ यु क्लोज युर आइज होइन क्लोज युर आइज होइन क्लोज युर आइज हामी प्रार्थना गर्ने क्लोज युर आइज एन्ड थिङ्क हुन्छ नि तिमीले आफूले आफूलाई एउटा सेपमा देख हेर तिमी कस्तो सेपमा देख्छौ र कति सायदै त्यसको वेट कति होला त्यो सेपमा भनेको ओके लेट्स इमेजिन मेरो मेन गोल भनेको 190 देखि 220 सम्म चाहिँ हुने नि हो किनकि द्याट्स इट एट लिस्ट लट बेटर देन वाट आइएम राइट नाउ र
त्यो देख्नको लागि भनेको डेफिनेटली मलाई एटलिस्ट 1 year प्लस त डेफिनेटली लाग्छ कम्ती नै लाग्ला नो द्याट्स अ गुड गोल हुन्छ नि त्यो सही हो त एटलिस्ट मलाई 1 yearदेखि 1 year 6 month भनौँ 1 वर्ष र 6 महिना लाग्ला तर त्यतिसम्ममा पनि मैले नभएको पनि बिट्विन 190देखि 210 to 220 सम्म ल्याएँ भने पनि ठुलै अचिभमेन्ट हो जुनमा चाहिँ भनेको भनौँ मेरो यो बेलीमा भएको बेली फ्याट भएर ताईमा र ब्याकमा हुन्छ नि फ्याट त्यो चाहिँ डेफिनेटली बर्न हुन्छ भन्ने चाहिँ मैले इमेजिन गरेकै छु होइन तर अर्को डरलाग्दो इमेजिन भनेको के हो तपाईँहरूले देख्नुभएको छ कि छैन स्किन तन्किने जब तपाईँको यो वेट घट्छ नि यो लुलो हुने होइन हो त्यो छ क्या बिगेस्ट फियर भनेको वेट त घटाउँला होइन वेट घटिसकेपछि भनेको जुन स्किन झुन्डिन्छ नि दाइ त्यो छ क्या बिगेस्ट फियर द्याट्स इट ओके इट माइट लुक अग्ली तर तिम्रो हेल्थ त सही हुन्छ नि ओ या हेल्थ इज लट बेटर होइन र र मैले पनि सुनेको जुन त्यो एक्स्ट्रा लेयर छ नि स्किनहरू यु क्यान सर्जरी गरेर पनि त्यो नचाहिँदो स्किनहरू पनि फ्याँक्न सकिन्छ भनेर पनि मैले देखेको थिएँ तर त्यो सर्जरी भइदियो भने फिजिकल काम चाहिँ गर्न सकिँदैन रहेछ सकिन्छ किन सकिन्छ होइन ओभर सर्जरी भएकोले हुँदैन नि नो अब इट लाइक कस्तो तरिकाले गरेको छ नि अब त्यहाँ त त्यो सकिन्छ होला नि त होइन तपाईँको यहाँ पनि काटेको यहाँ पनि काटेको यता पनि है त्यसमा चाहिँ मे बी डेन्जर तर सबै स्किनलाई चाहिँ मिलाएर एक ठाउँ काटेको छ भने चाहिँ नो प्रब्लम जस्तो लाग्छ है मलाई आई डोन्ट नो हुन्छ नि डाक्टर निपेनलाई सोध्नुपर्छ अनि ओके हामी पडकास्टको अन्तिममा पनि आयौँ होइन सो couple advices for any overweight man or woman out there whoever watching us जसले हेर्नुहुन्छ म चाहिँ यति भन्छु बाहिरको खाना एभोइड गर्नु होइन मच एस यु क्यान्ट स्टारबक्स कफी डङ्किन डोनट्स एनी फास्ट फुड चेन आई नो यो कति बिजनेस ओनरलाई हर्ट हुन्छ होला आइएम सरी टु से दिस बट नेपाली फुडहरू पनि रेस्टुरेन्टको एभोइड नै गर्नु भन्छु किनकि त्यहाँ पनि ओभर नै धेरै रेस्टुरेन्टमा मैले खाएको छु मैले ओभर ओइलहरू लगाएको खानेकुराहरू पनि देखेको छु त्यस्तो ठाउँमा जानुभन्दा एभोइड नै गर्नु भन्छु नो अफेन्स टु बिजनेस ओनर मैले बिजनेस डाउन गर्न खोजेको होइन हेल्थ कन्सियस नि हो खानु गएर तर कहिले काहीँ खानु आफ्नो स्वाद राख्नु तर एभ्रिडे नखानु जुन चाहिँ अहिले मलाई रिग्रेट भइरहेछ किनकि तपाईँले गएर खानुहुन्छ उनीहरूले त पकाएर दिन्छ उनीहरूको पैसा कमाइरहेको हुन्छ आफ्नो चाहिँ पछाडि छुरा घोपिरहेको हुन्छ आफूलाई थाहा हुँदैन क्या किनकि युर जस्ट क्या हो युर मेकिङ अदर पिपल विनिङ बट युर जस्ट लुजिङ युर अन युर ओन बडी क्या त्यस्तो हुन्छ सो व्हाट अबाउट द एक्सर्साइजमा भनेको गर्न अल्छी लाग्छ भने आफ्नो हबी के हो हबीमा हेर्ने ए मलाई चाहिँ डान्स गर्न मन लाग्छ भने उफ्रिने नि ब्रुक 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 ए मलाई हिँड्न मनपर्छ भने ए म्युजिक सुन्दै है पार्क हुँदै हिँड्नु ट्रेल हुँदै हिँड्नु सो do you work out? Do you exercise? Actually I do not. I just ride a bike whenever weather is good. Okay, so you're just following your passion. Following my hobby. Okay, hobby, yeah. बुलिसहरूको बारेमा हाम्रो भ्युवरहरूलाई चाहिँ के भन्न चाहन्छु इग्नोर इज द बेस्ट मेडिसिन किनकि अरूले जे पाए त्यही भन्छ भन्दैमा अरूलाई मुख लागेर आफ्नो मुख किन दुखाउनु इग्नोर हान्दियो है उनीहरूले 1-2 दिनमा आफै बुली गर्ने स्टप गर्छ तर गुड एडभाइसेसहरू पनि दिएको हुन्छ नि त होइन यस्तो गुड एडभाइस दिँदा पनि उनीहरूले कतिले सिरियसमा दिएको हुँदैन नि कतिले चाहिँ तपाईँलाई ढाल्ने गरी पनि दिएको हुन्छ राइट र उनीहरूले ढाल्ने गरी दिएको छ र आफ्नो मनमा पेच पार्नुभन्दा बरु नसुने गरिदियो ओके राम्रो मान्छेले भनेको एडभाइसेसहरू राम्रो मान्छेले कसको सुन्छु भन्दा जो चाहिँ जिममा गएर वर्कआउट गर्छ नि बरु त्यसको एडभाइस सुन्छु जो चाहिँ जिम जाँदैन नि त्यसको एडभाइस कहिले सुन्दिनँ म द्याट्स ट्रु किनकि जिममा गएकोले उसले स्ट्रगल गरेको हुन्छ र उसलाई थाहा हुन्छ र उसले राम्रो एडभाइस दिन्छ भने जो जिम जाँदैन अनि आएर चाहिँ एडभाइस दियो भने त्यसको कुरा किन सुन्नु त्यो पनि हो एक्जाम्पल हाम्रो सेम्प्रो उसले मलाई एडभाइस दिइरहनुहुन्छ यस्तो यस्तो गर भनेर वाइ आई लिसन टु हिम हि एक्चुअली वर्कआउट मधु दाई उहाँ वर्कआउट गर्नुहुन्छ उहाँहरूको कुरा सुन्छु म तपाईँको पनि सुन्छु तपाईँको पनि सरी बिर्सछु ओके सो एनिथिङ you want to say any last word through this podcast to my viewers? अडियन्सले यति भन्छु जतिले हेर्नुभयो होइन थ्याङ्क यू सो मच अनि
त्यही अरू कसैले केही भन्ने भन्दैमा उहाँहरूको कुरामा त्यस्तो क्या हे यसले यस्तो भन्नु भन्दै मनमा पेच राखेर हिँडेन त्यसलाई निकालिदिने होइन लिभ लाइफ एकचोटि जिउनु छ है अरूको कुरामा क्या दिमागमा राखेर टेन्सन बोकेर हिँड्नुभन्दा बी टेन्सन फ्री राइट जिन्दगी मस्त जिनेका होइन जिन्दगी जिनेका मस्त जिनेका लाइफ जिउनु छ भने जस्ट बी ह्याप्पी होइन अरूले पेच पर्ने गरी भन्छ भने पनि इग्नोर गरिदिने हो मनमा त्यसो राखेर हिँड्ने पनि होइन मनमा त्यस्तो छ भने हटाउने कसरी त्यसको लाइक आइडियासहरू खोज्ने हो त्यस्तोलाई हटाइदिने हो बी पोजिटिभ द्याट्स इट विष्णु पोखरेल चाहिँ मेरो भाइ पनि हो मेरो साथी पनि हो कतिचोटि हँसी मजाक भयो यहाँनिर कतिचोटि एकदमै स्ट्रेट फरवर्ड कुराहरू भयो तर आफ्नो ओभरवेटको कारणले कहिले नै पनि तपाईँहरू डिमोटिभेट अथवा आफ्नो सेल्फ इस्टिम लो पार्ने अथवा डिस्करेज हुने कुनै कुरामा पनि त्यो नगर्नु इन्स्टेड गो वर्कआउट फलो यर हबिज फलो यर हबिज एन्ड देन यदि कुनै पनि गोल सेट गर्नु एन्ड देन डु द्याट यदि इफ यु आर इन्जोइङ बिङ ओभरवेट आई डोन्ट नो वाट टु से अनि आफूले आफूलाई चाहिँ मेन्टल्ली चाहिँ सही नै राख्नु फिजिकल्ली फिट हुनुपर्छ हेल्दी हुनुपर्छ सो यो पडकास्ट एकदमै फनी थियो मजाको थियो बट ट्रुथफुल पनि थियो ह्युमरस पनि थियो बट टेक केयर अफ योर हेल्थ थ्याङ्क यू सो मच